स्वर्गद्वारीमा प्रभुको प्राङ्गणमा पालिएका गाईको लालन पालन गर्नुहुने गुरुहरू हाम्रो उठालाहरूलाई हामीले आज टिका लगाइदिँदैछौँ। आमाले टिका लगाइदिँदै हुनुहुन्छ। यहाँहरूले गाई मातालाई गौ मातालाई चाहिँ सम्हार गरेर पाल्नु भएको छ। दक्षिणा एउटा ल्याउनु त। अनि उहाँहरूले गाईको रक्षा गर्नुभएको छ। हामीले दिएको नुन गाईलाई खुवाइदिनु। हजुर हजुर हाम्रो अब खिलाउने काम स्याहार गर्ने काम लिन गाई लक्ष्मी सदा सदा पालिरहनु राम्रो। हाम्रो चाहिँ बोइले चाहिँ गाईलाई नुन हाल्ने भन्दै बित्नु भएछ। त्यसपछि फेरि हाम्रो आमाले चाहिँ गाईलाई नुन हालिदिने भनेर आज हामी विशेष दिन पारेर आएका छौँ र उहाँहरूले चाहिँ गाईको सम्हार गर्नुभएको छ। ल एकजना तपाईँको को छुट्नु भएको छ उहाँलाई यो भेटिदिनु होला है हाम्रो तर्फबाट। ल धेरै धेरै धन्यवाद।